म चाहिँ अहिले यो इक्साम योकमा आइपुगेको छु। हिजो चाहिँ खङजुमा थियो। हिजो खङजुमा झरेर चाहिँ हाम्रो जितेन दाइले यहाँ इक्साम योकमा छोडिराख्नु भएको छ। आज भनेको यहीँनिर बसिरहेको छु। यो देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँभित्र चाहिँ काम खोज्नको लागि हाम्रो सेन्टर पनि यहीँ पर्छ। अनि हामीले काम खोज्ने पुस्नेको लागि यो भइगयो। त्यहाँदेखि यहाँ नजिकै बस्न चाहनुहुन्छ भने पनि यो रारा नेपाली इन्डियन रेस्टुरेन्ट छ। त्यहाँनिर गएर चाहिँ बस्न पनि सकिन्छ। रेस्टुरेन्ट चाहिँ 2 तलामा भने बस्ने ठाउँ चाहिँ 4 तलामा भनेर सुनिएको थियो। त्यहाँनिर रहेछ। यहाँनिर हेर्न सक्नुहुनेछ होटल। म चाहिँ यति बेला इक्सामको रेल स्टेसनमा छु। केही समय आइपुग्न लागेको छु। केही समय आउनेछ भने ट्रेन चाहिँ कस्तो छ हेर्नुहोस् है। इक्सामको ट्रेन स्टेसनमा अगाडि भिडियो बनाइराखेको छु मैले। इक्सामको ट्रेन स्टेसनमा छु अहिले। भनेको चाहिँ यो म यहाँनिर उभिराखेको ठाउँमा यो लिक भनेको चाहिँ यतापट्टिको चाहिँ केटिएक्सको यो चाहिँ लिक छ। पल्लोपट्टि भनेको चाहिँ फेरि यो देखाइरहेछ पर एसआरटीको लिक भनेको पल्लोपट्टि, केटिएक्सको यतापट्टि रहेछ। र यतापट्टिको अर्को भनेको चाहिँ कुन ट्रेनको छ यहाँको आइटिएक्सको रहेछ यतापट्टि चाहिँ। र अर्को यतापट्टि फेरि देख्न सक्नुहुन्छ केटिएक्सको र एसआरटी यो दुईवटा यहाँनिर कुद्ने रहेछ। यो बाहेक फेरि अरू ट्रेनहरू चाहिँ कुद्दैन। जुन नामले लेखेको छ त्यो मात्र यहाँ कुद्ने रहेछ भनेर चाहिँ यसरी जानकारी। र अर्को कुरा भनेको चाहिँ हामीले यो नम्बर पनि ख्याल गर्नुपर्ने हुँदो रहेछ। 1 नम्बर 2 नम्बर 3 नम्बर यो लाइनमा लेखिराखेको छ। हामी कति नम्बरको टिकट चाहिँ काटेको छौँ त्यो अनुसार चाहिँ हामी तयारी भएर बस्नु पर्दो रहेछ। नभए फेरि भित्र छिरेर पनि अब त्यो लाइन कहाँ छ खोज्नलाई धेरै अप्ठ्यारो हुँदो रहेछ। आइपुग्यो एउटा रेलगाडी यहाँनिर आउँदैछ। चढ्नको लागि तयारी भइरहेछ। यो चाहिँ आइटिएक्स लेखेको रहेछ। यो चाहिँ आइटिएक्स भयो। यो चढ्नको लागि यतापट्टिबाट भएन। यो चढ्नको लागि चाहिँ पल्लोपट्टि अघि मैले देखाएको थिएँ त्यो लाइनमा गएर चाहिँ उभिनु पऱ्यो। यता अर्को लिक छ। यो भनेको चाहिँ एसआरटी र केटिएक्सको भयो। र यता पछाडिबाट आउँदैछ अर्को हेर्नुहोस्। करायो सर केटिएक्स निकै लामो रहेछ। रोक्यो मान्छेहरू कुद्दैछ। कुन सिट नम्बरमा काटेको त्यहीँनिर जानु पर्यो। कुद्दैछ आफ्नो सिट। चढ्ने र झर्ने कार्यक्रम। एकजना कुद्दै हुनुहुन्छ। उहाँको चढ्ने ठाउँ कहाँनिर थियो त्यो लाइनमा कुदिराख्नु भएको छ। म चाहिँ यहाँ बिचमा उभिरहेको छु। त्यहाँनिर अर्को अगाडिपट्टि छ। भिडियो
भिडियोहरूमा चाहिँ देखिरहेको हो, भिडियोमा देखेको आज चाहिँ के भन्छ प्रत्यक्ष आँखाले देखिरहेछ। त्यसको डिक यहाँनिर चक्का फलामको हुँदो रहेछ। यता पनि जानलाई रेडी गरिरहेछ। गयो यतापट्टिको, तल्लोपट्टिको पनि गयो, यतापट्टि पनि गयो। यो ट्रेनको चाहिँ नगुडेसम्म फेदो कि टुप्पो छुट्याउनै गाह्रो कि, हेर्दाखेरि उस्तै उस्तै देखिन्छ। गयो साथी, सर्प जस्तो गयो है। ल अब अलिअलि गर्दै स्पिड बढाउँदैछ। यसको स्पिडमा अब 1 मिनटमा कति किलोमिटर र 1 घन्टामा त कति 1000 किलोमिटर छल्ने फेरि। इन्जिन चाहिँ पछाडिपट्टि हुने रहेछ। तर अघि त मान्छेहरू यहाँ झारी राखेर गयो, त्यहाँबाट झरेर यहाँबाट अब उकालो जाँदैछ मान्छेहरू। यहाँबाट माथि गइसकेपछि अब बस गाडी चढ्ने, कता कता आफ्नो घरहरू कोठाहरू जानलाई। रेल कुद्ने बाटो लिक चाहिँ यस्तो छ, दुईतिर एउटा यहाँ कुद्ने भयो भने अर्को त्यहाँ पल्लोपट्टि है। कति रहेछ कि यहाँनिर। अब दुईतिर भयो, एउटा लाइनमा दुईवटा कुद्ने, यो अर्कोतिर फेरि दुईवटा गर्दै 17-18वटा यस्तो रेलहरू कुद्नेको लिक चाहिँ अघि माथिबाट हेर्दाखेरि 18वटा गनेको थिएँ। कति होला यहाँनिर, बाफ्रे। ट्रेनहरू छिनछिनमै आउने रहेछ। यो केटिएक्स पनि 5 मिनट 10 मिनट त आएकै 3-4वटा अघि नै गइसकेको थियो, यो फेरि आइराखेको छ भनेपछि थुप्रै रहेछ यो कोरियामा ट्रेनहरू। अब म चाहिँ यो यहाँनिर अघि हेरेको लगभग 10-15 मिनट लाग्यो होला। अब चाहिँ म कोठातिर जाँदैछु। यो भर्खरै आएको छ। अब यो भनेको चाहिँ अब फेरि यहाँ बिसाइरहेको छ मान्छेहरू लगाएर। अब यो पनि जान्छ। रातो बत्ती पनि बलिरहेछ त्यहाँनिर। यिनीहरूको पनि एउटा स्टप गर्ने ठाउँ देखाइराखेको छ त्यहाँ। म चाहिँ यहाँनिर लिफ्टबाट चढेर अब कोठा जाने हो। सरर गरेर जाँदैछु। पारीबाट पनि सबै गइराखेको छ। यो ठाउँ भनेको चाहिँ फेरि जुन आफू कुन ट्रेनमा जाने हो त्यसको लागि ओहोरदोहोर गर्ने बाटो, आकाशी पुल जस्तो पनि भयो र टिकट पनि यहीँबाट काट्न सकिन्छ। र अब खाजासाजा केही खानु मन लाग्यो भने पनि यहाँ किन्न पाउँदो रहेछ। यहीँनिर नजिकै ट्रेन स्टेसन भएर होला यो ट्रेनको यो टिकट बनाएर सजाएर बाटो छेउछाउमा चाहिँ यसरी राखेको रहेछ। यहाँ देखाइराखेको छ। यो चाहिँ सामान बोक्ने ट्रेनको डब्बा भयो। यहाँनिर फेरि अर्को छ, यो अलिक पहिलाको चाहिँ सायद यो चाहिँ मान्छे बोक्ने होला, यस्तो देखाइएको छ। अनि यो भनेको चाहिँ कोइलाबाट चल्ने, पहिला यसो कोइलाबाट चल्ने भयो। यहाँ यस्तो छ, कोइलाबाट चल्ने चाहिँ टटटट गरेर चल्ने थियो। अनि अहिलेको भनेको चाहिँ अब उबाट चल्ने। हेर्नुहोस् यहाँनिर बुलेट ट्रेनहरू देखाइरहेछ पारिपट्टि। यस्तो खतरा बनाएर राखेको रहेछ बाटो छेउछाउमा पनि। वाउ, यहाँ पनि कस्तो आइटमको यहाँ अर्को भयो। पल्लोपट्टि साइकलको छेउमा अर्को छ। यो भनेको चाहिँ केटिएक्सको जस्तो छ हेर्दाखेरि।